पैसाको मुख कालो हुन्छ रे, पैसाको मुख कालो हुन्छ रे, सुनेको भरमा होइन भोगेर नै भन्दैछु। महिनामा लाखौँ लाख कमाउने ती मेरा आफन्तीहरूले मेरो अप्ठ्यारो परिस्थितिमा मैले उनीहरूसँग आश गरेर हात थाप्दा छैन भन्दै मुख फेरेको देखेको छु। हुन त लाग्यो होला अस्पतालको बेडमा रोगले छटपटाउँदै गरेकी आमा, शरीरले आराम माग्दै गरेको बाबा अनि दाजुभाइ नभएको म। यस्ताको घरमा ऋण दिए भोलि कसले तिर्ला? तर याद छ मलाई मेरा बाले आफ्नो घाँस काटेर सकुन्जेल ती मेरा महान आफन्तीहरूको छाक टारिदिएको। अनि यो पनि याद छ मलाई ती मेरा महान आफन्तीहरूसँग सहयोग मागेर आफ्नो तोलाको वचन खोलामा फालेको। बुझ्न सक्ने भइसकेकी थिएँ म। त्यसैले ती मेरा महान आफन्तीहरू कसैको पनि बोली व्यवहार र वचन बिर्सेको छैन हो। अब मेरो परिवारको लागि म नै काफी छु। कसैको आश गरेर पीडाको भारी बोक्ने आँट छैन। हुन त उमेरले कच्चा नै थिएँ म, तर घरको परिस्थिति र जिम्मेवारीले पक्का बनिसकेकी थिएँ। को आफ्नो को पराई भनी अरूले गरेको व्यवहारले छर्लङ्ग छुट्याउन सक्ने भइसकेकी थिएँ। मेरी आमा भन्थिन् हाम्रो जस्तो दुःखको दिन त शत्रुलाई पनि नआओस्। तर म नै यो भन्दैछु कि आज हाम्रो जस्तो दुःखको दिन ती मेरा महान आफन्तीहरूलाई पनि आओस्। म र मेरो परिवार जसरी अप्ठ्यारो परिस्थितिमा एक्लिन परेको थियो, उनीहरू पनि त्यसै गरी एक्लिन परोस्। मेरा बाले सहयोग गरेको बदलामा धोका दिनेहरूलाई अब आउने आगामी दिनहरूमा धोका नै मिलोस्। उनीहरूको जीवनमा असफलता, आँसु र धोकाले नै साथ दियोस्। जे जति हाम्रो परिवारलाई गरेका थिए त्यसको दोब्बर उनीहरूको परिवारलाई मिलोस्।